हेलो गाइज, इट्स मी अजय। अब बिहान उठेर फ्रेस भएर भलामतिर निस्किन लाग्यो गाउँतिर फार्मतिर। मामा आउँदै हुनुहुन्छ, म रेडी हुँदैछु। च्याट्ट लाएर चेन नै नगएको कि चेन जति हर्दा नि पल्लो हर्दा नि, अनि पछि जबरजस्ती गरेर गयो। त्यसपछि अब म झोला फिरेर च्याट्ट जान्छु। अब मामा आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। अब म च्याट्ट गएँ गाइज। मेरो फार्म कस्तो छ हजुरले देखाउँछु है। ठ्याक्क मामा पनि आइपुग्नु भयो। अनि त्यसपछि मामासँग बसेँ। त्यसपछि मम्मीलाई गएँ भन्दै बाई गरेँ। त्यसपछि मामा र भान्सा लाग्यो। अनि यो चाहिँ हामी टक्क चिप्लेढुङ्गा पुगेको। चिप्लेढुङ्गामा 4 छ कि 4 नउठेर कस्तो जाउँ छ। अनि त्यसपछि घर गइयो। घर गएर अब खानासाना खाएर जाऊ भन्नुभयो मामाले। त्यसपछि खानाको लागि घर माथि गएँ। अनि ढोका बन्द थियो, भाइलाई बोलाएँ। अनि ढोका खोला भनेर ढोका खोल्यो भाइले। अनि भाइ त्यहाँ रेडी हुँदैछ स्कुल जानलाई। अनि त्यसपछि खाना पस्किन आउनु मामा भने। मामाले पस्किनु, म यसो घाम तापेको। अनि गर्मी भात भनेर फेरि भित्र गएर अनि भात खान लगाएँ। भात खाएर अब छिटो जानु पऱ्यो भनेर अनि निस्किएँ। च्याप्ट लाएर गएको तलतिर। अनि च्याट्ट लाउँथ्यो फेरि। अनि त्यसपछि गएँ। अनि त्यहाँ स्कुटर हेलमेट थियो मामाको। अनि त्यो हेलमेट समात्थेँ। अनि बाइक थियौँ गएँ। अनि च्याट्ट बाइक लिएर अनि म निस्किएपछि चाहिँ अब म चाहिँ अब चुरोट किन्नुपर्छ भने मामासँग 1500 रुपियाँ लिएको थिएँ कि स्टाफको लागि। अनि त्यसपछि हिँडेँ म चुरोट किन्न पनि। अनि त्यसपछि बाटोमा यस्तो रन्काउँदै गएको थिएँ है। अनि यो चाहिँ हाम्रो तपाईँहरूले कतिजना चिन्नुहुन्छ रामकृष्ण टोल हो। अनि त्यसपछि चाहिँ मोबाइल गोजीमा राखेको थिएँ कि मैले चाहिँ त्यहाँ अलिक अप्ठ्यारो भयो भनेर चलाउनको लागि। दोकानमा पसेको चुरोट लिन, त्यहाँ दोकानमा रहन्छ चुरोट। अनि त्यसरी निस्किएँ म सरर भलामतिर। अनि त्यो भलामतिरकै गएर किन्छु भनेर पसलतिर गएर किन्छु भनेको। अनि त्यसपछि लागेँ म एकदमै रन्कार लाग्दैछु। देख्न सक्नुहुन्छ कति राम्रो भ्यू छ। यता दायाँ बायाँ यस्तो उठेर चलाइदिन्छु म। फेरि लागेँ कतिजना चिन्नुहुन्छ होला, यो मणिपाल तलब पुल हो। अनि सरर कुदाइछु मैले सरर। अब छिटो जानु छ, फेरि स्टाफलाई खाना दिन छ नि त। अनि त्यसपछि म बाहिर थिएँ। अनि त्यसपछि लागेँ सर। म पढेको स्कुल आएँ कि, म पढेको लगभग 10 यहाँ पढेको कि महेन्द्र माविमा। अनि त्यसपछि गएँ सर। अनि च्याट्ट लाएर अब दोकान पनि आयो, भानेहरूको दोकान आयो। अनि दोकानमा गएको चुरोट केही पनि रहन्छ। अनि फेरि फर्किएँ म। 1500 रुपियाँ नै हराएको छु मैले। यस्तो बोल्दै आएको छु है। गोजीमा 1500 राखेको मामाले दिएको भएर 1500 नै गायब भएछ। आमा म त टेन्सनमा। अनि बाइक कुदाउँदै फेरि बोल्दै एक्लै भटभटाउँदै अनि सर आएँ होइन माथिसम्म। अनि आउँदैछु अब स्टाफहरूलाई पनि सुनाउनु पर्छ के गर्छ बिचरा चुरोटको लागि आएको थिएँ। अनि यहाँ चाहिँ म लगभग 5 पढेको है। यो स्कुल चाहिँ यो चाहिँ श्री महेन्द्र के हो यहाँ सरी नामै बिर्सेछु। अनि त्यसपछि अब म सर कुदाउँदैछु फार्ममा जानलाई। भ्यू कस्तो